अनि अनि बुवाको कतिजना छोराछोरी हो त अनि बुवा? मेरो त 6 भाइ छोरा, हजुर अँ, हजुर 5 बहिनी छोरी। हजुर हजुर सबैको कर्मकाण्ड भएर सबैले एउटै छोरो मात्रै छ आज अब शादी गर्नु। हजुर हजुर हुन्छ अन्तारे हजुर। अन्तारे छ, शिक्षामा छ, कम्पनीमा काम गर्दैछ, आउनु जानु गर्दा। त्यसको एउटा घिटघिटो छ मलाई, त्यसको चाहिँ कर्मकाण्ड गरिदिनु पाए अब ढोक्कमा शान्ति हुन्थ्यो भन्ने त लाग्छ। नेपालीमा तपाईँहरूले एउटा कुरो सुन्नुभएको छ, माइला जेठा जन्तारे अन्तारे। यो कुरा चाहिँ म बुवासँग अब बुवाको लामो अब छोराछोरीको प्रोसेस लामो छ नि त, अनि त्यो के भनिन्छ म बुवाबाट सुनाउँछु। बुवा भन्नुहोस् न, जेठा माइला साइला के हुन्छ नि त्यो कुरा भनिदिनुहोस् न अलिकति। त्यो चाहिँ हामीलाई आउँदैन, धेरै जस्तो नेपालीहरूलाई आउँदैन नि त। भन्दिनँ के हुन्छ जेठा माइला साइला भनिदिनुहोस् त। जेठा माइला साइला काइला अन्तारे जन्तारे मन्तारे कान्छा। यो चाहिँ हो हाम्रो नेपालीको चाहिँ प्रोसेस। हामी चाहिँ अब नेपालीमा जेठा माइला साइला कान्छा यति नै सुनेको छौँ, धेरै सुनेको छैनौँ। यो चाहिँ असली हो क्या, जसको धेरै छोराछोरी छन्। यसरी जन्तारे मन्तारे भन्नु बुझिँदैन नि त। अनि अहिले बुवाकोबाट मैले राम्ररी प्रोसेसले बुझेँ त, अनि बुझ्ने भयो। उहाँ चाहिँ बुवाको श्रीमती है, अनि यो उमेरसम्म साथमै हुनुहुन्छ भगवानको कृपाले होइन। यस्तै साथमा चलिरहोस् हामी आशा गर्छौँ, अनि मेरो दर्शकले पनि आशा गर्छ, भगवानलाई प्रे गर्छ होइन। तपाईँहरूलाई धन्यवाद बुवा, यसै गरी आमालाई पनि धन्यवाद। ल नमस्ते।